मेरो नानी के वाराहरु म्याउ म्याउ हेर्ने बित्तिकै टिम्बुरको अचार। हेलो एभ्रिवान, नमस्ते, सेवा, यहाँहरूलाई स्वागत छ मेरो मुकबाङ भिडियोमा। आज चाहिँ सिस्नुसँग भात खान लागेको छु। भर्खर खाएर पेट फुल छ, त्यही पनि एक थाल लिएर बसेको छु। यो सिस्नु चाहिँ मेरो नानाले ल्याइदिनु भएको थियो, तातो तातो छ। नानालाई पनि धन्यवाद भन्दै खाएँ ल। सिस्नुमा चाहिँ डल्लो दाल लाएर, डल्लो दाल उसिनेर लाएर बना हातले उठाउन नसक्नुहुन्छ फेरि भात। टिमुरको चटनी, ओ डल्ले खुर्सानी पनि छ हरियो। एकैछिन ल, म लिएर आउँछु। खुर्सानी यसरी राखेको छु। यो पनि नानाको, मेरो माया नाना तेजु नानाको कोसी ल्याएर उहाँले दिनुभएको थियो। डल्ले खुर्सानी गाउँबाट आएको अर्ग्यानिक खाएँ है। प्याज दिउँसो पाहुना गएर आएको, साँझमा 5 बजीतिर खाना खाएर, खाजा खाएर आएको भर्खर। पेट फुल छ, सिस्नु देखेर नखाइ बस्नै सकिएन। Yummy, yummy, yummy. So yummy. भातै गल्छ। तातो तातो भात अनि सिस्नु, साथमा डल्ले खुर्सानी, स्वाद त के भन्ने भन्ने। टिम्बुरको चटनी, मुखले चाहिँ अझै खा भन्छ, पेटले नखा भन। अब खान्न, बाँकी रहेको भोलि खानुपर्ने हुन्छ। एक कराई छ। थ्याङ्क यू फर वाचिङ। बाई बाई, लभ यु अल।